हेलो गाइज वेलकम टु आवर न्यू ब्लग। म हजुरको प्यारो मान्छे अभिषेक आइसकेको छु नयाँ ब्लग लिएर। हामी गइरहेको छौँ एडभेन्चरमा, देख्न सक्नुहुन्छ यहाँ। ओ हाम्रो दोस्त कुदेर छ एकदम टोपमा। मेरो साउन्ड आएर छ कि छैन थाहा भएन, तर हाम्रो केटाहरू पछाडि आइरहेछन्। यहाँ हेर्न सक्नुहुन्छ। पिस खासमा त गरी उहाँ धर्मको बाटो जाँदैछौँ, उहाँ ट्राफिक रहेछ। अब हामीसँग न लाइसेन्स छ न फिल्डबुक छ। फिल्डबुक त छ बट धर्म छ, त्यही भएर बाँदर गयो। अनि त्यही भएर यो बाटो छिर्दिउँ भने खासमा तालतला आएको थियौँ, यता एकछिन दुलुमसुम निक्लिन्छु भनेर तालतलादेखि एउटा सर्टकट बाटो भेट्यो, त्यही बाटो चल्दियो केटा हो। बाटो हेर्दा चाहिँ के भन्नु, खोलामा बाटो आएको छ नि सेउती खोलामा, त्यसकै पानी होला। बाटो हेर्न सक्नुहुन्छ साथीभाइहरू। छैन यो धरानको त्यो हाइवे छ नि, त्यही पुल हो होइन, यो अर्कै पुल हो, त्यो अलिक अगाडि छ। कोही म्याच सरी दोस्त, गाली गर्नु हुँदैन। बाटो बाटो ले भाइ, ओ माई गॉड, देयर इज नो वे। केटा हो बाटो भेटेन, गाडी गयो आज खोलाबाट जान्छ ल सिधोस्, ब्याक गर आज म माउन्टेन ड्यू खाएर आएको छु। ल माउन्टेन ड्यू डर्कीमा। ओ सरी, गाली गर्नु हुँदैन। पानी नभिजाइरहनु, खालु जुत्ता जान्छ यार। जुत्ता पनि कहाँ यार साथी, 9,000 को सुज लाएर आएको छु, भिज भने त बर्बाद हुन्छ नि। गाइस त्यो पानी छोड्यो होला अब। यहाँ हेर्नु होला। जान्छ च्यालेन्ज छ, च्यालेन्ज कि माकी छु, जाँदैन। वाउ दामी छ त यार केटा हो, दामी छ हो। जस्ट लुक एट दिस। के छ भने दोस्त, जान्छ बाटो? जाँदैन साथी, मलाई जस्तो लागिरहेको छ। आदि लान्छ बाटो? यहाँ पानी नाप्यो त कतै। ल हामी पानी नाप्दैछौँ यहाँ। पानी त थोरै छ तर पानी हेर्न थोरै लाग्छ साथी हो, हेरौँ न के कस्तो लाग्छ। तर हजुर भ्यू हेर्नु होला, भ्यू चाहिँ दामी आएको छ है। तर वाउ भ्यू त दामी आएको छ। हाम्रो साथी खोला चेक गर्दै जान्छ होला, आई थिङ्क जान्छ र केटा हो। जुम जान्छ। नाप त पानी भित्र नाप त बसेर जान्छ नि कि भिजेर जान्छ? कहाँ बसेर जान्छ, जुत्ता भिज्छ नि यार केटा। 9,000 को जुत्ता लगाएको छु साथी, हिँड्दै जा। यहाँ कम लाग्दैछ, बाइकहरू गएको छ अरे हेर्न। बच्चा जान गइहाल्छ। कोही बस्छ? म बस्छु दोस्त, हेर यार मेरो जुत्ता जान्छ, त्यो सु जान्छ। बस्ने कोही? ल कताबाट? म बसेर आउँदैछु। पानी कमै यता कम छ अरे। ल केटा, ल म बस्छु रुक। यो बाटो निकाल्ने गफ थियो ल हामी त्यसो भए के हुने होला। भिडियो निक्लिम भिडियो बनाउँदै ल साथी हो, हामी जाँदैछौँ। ओके लेट्स गो। ल हामी निक्लियौँ। ओ शिट, मेरो सुज केटा हो। ल आइज, ल हामी अगाडि चेक गर्न जाँदैछौँ। यति पानी मलाई सुसु लागिसक्यो। उहाँलाई सुसु लागिरहेछ यार। यति पानी गइन्छ कि गइँदैन हो। ल हामी नाप्दैछौँ, एकछिन कस्तो वेट। यसले पानी नाप्ने। ओ माई गॉड, इट्स भेरी हार्ड। गइहाल्छ हौ, होइन गएर आइज। ए मुताइ हुँदैछ यहाँ त। ओके हाम्रो साथीमा पानी नाप्दै हुन्छ। छ हेर त, ल छैन अरे पानी, छैन पानी केटा। ल आइज,
छिरे त नापे त नापे रे पुरे त मैले त्यहाँ छैन क्या पानी ल हिँड्न चाँडो आइज नि त हिँड्दै आउँछ चढेर जान्छ दोस्त अड्किहाल्यो जुत्ता सब भिज्छ यार चर्छ स्कुटी चप्पल लाएर आएको भए हुन्थ्यो यार मैले चप्पल लाएर आएकै थिएँ बस्नु स्कुटीमा जोर्डनको क्याब हाम्रो यहाँ झारिदियो साथीले आइज न मुजी गाँमा डर भइहाल्यो ओके ओके दोस्त स्कुटीमा झारिदिनु मेरो हातमा फोन छ हरे कृष्ण राम राम अगाडि राम राम। बना न मुजी पछाडि के बनाएको Let's go. 1, 2, 3, go! कस्तो भिडियो जुत्ताभरि पानी भइसक्यो ओके लेट्स गो दोस्त यहाँ अड्किरहेछ हौ यी। Go, 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 go! Lại đây đâu? Lại đây chưa? Come on, come on, come on! Yes! We finally go! Rồi, lại chưa? कहाँ? ए मुजी जताबाट मैले छिरेर आयो त मुजी यार जुत्ताभरि पानी भइसक्यो सागर यहाँ हेर्नु सक्नुहुन्छ मेरो जुत्ताभरि पानी छ तर पेन्टमा लाग्यो नि त बे Shit! तैँले किन खुट्टा रोपेको हो त म झरिहालेँ आफै बसेको थियो झन् रोके नरोके आखिर पानी पसिनै हालेको छ बसेर पनि सेट यार मैले त्यसलाई भनेको थिएँ म चप्पल लाएर आउँछु छोडिदे एडभेन्चर त हाम्रो यहाँ हुँदैछ ल गाइज ओके लेट्स कम अन यु क्यान डु इट गाइस ल आइज 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 यतातिर होक्दैन Oh my god let's come on you can do it come on सिधा सिधा आइज आइज यो बाटो यो यहाँदेखि छिराउनु नउत्रेन पुरै फुकानमा आइज न फाल्टो छ बिचमा स्कुटीको गाड धसिहालेको थियो दुईजना बिचमा चप्पल लिएर दियो त्यहाँ ए यार आइज न मुजी जा चप्पल खोज जा जा आइज न चप्पल जान्छ सागरा ए पानी नाप्नु जान जा अहिले छिरायो त मुझे पानी नाप्नु पर्थ्यो जा ओके हाम्रो दोस्त आयो घरको उहाँहरूलाई के भन्न सक्नुहुन्छ तपाईँले यो छपरी राइडर हो यो साला ओ माई गॉड हाम्रो दोस्तले भन्छ छपरी राइडर कितने तेजस्वी लोग हैं हमारे पास कितने शानदार विचार रखते हैं पानी छैन बे किन भयो यही हो ल छैन पानी लाग्यो नि त उसिदिन्छ यार ल कमन ल देख हाम्रो साथीहरू उसका सी ओके फाइनली बट माई शूज इज नो मोर नाउ जुत्ता हेर्न सक्नुहुन्छ रुक न साथी मलाई छोडेर गयौ तिमी ओ माई गॉड मेरो साथी मेरो भागो ल त बाटो खराब छ होला फेरि ल जाउँ दिस इज कल्ड एडभेन्चर एडभेन्चर भनेको यो हो नि त त्यही भएर साथी हो धेरै पैसा कमाएर केही हुन्न घुम्न निक्लिनु पर्छ घुम्न पनि बाइक चाहिन्छ यहाँ यार बाटो भन्छु भने हाम्रो त हालत खराब भइहालेको छ ओ माई गॉड अङ्कलले के भनेको त्यो बाटो त खतर छ Yes, we can go. I can see. Oh my god. Oh, shit. साथी हो मेरो जुत्ताभित्र त पानी नै पुरै पानी पसेर छ कुनै अब पसेर सुक्ने हो हाम्रो साथी कहाँ पुगिसक्यो पर्रो पुगिसक्यो हाम्रो भिडियो हेरिदिनु होला लाइक सब्सक्राइब गरिदिनु होला के कसो लाग्छ कमेन्ट गर्नु होला and this is our best adventure यो केटाहरूलाई सक्नु oh shit र हेर्न सक्नुहुन्छ
अलरेडी मेरो धरानको हाइवे निस्किन्छ यो बाटो पानमारा निस्किन्छ अरे पानबाट पानमारा हुँदै जानु पर्छ ओके लेट्स गो र मेरो जुन जुत्ता भनेको त पुरै भिजेर त बर्बाद भइसक्यो साथी हो सिक भइसक्यो केही छैन तर ठिकै हो साथीहरूसँग हुँदा त यतिको रमाइलो ओ शिट हाम्रो स्कुटी फसिसक्यो यहाँ र हाम्रो अर्को साथी कहाँ पुग्यो साथी हो डर के छ भनेपछि हामीलाई बाटोमा कसै लुटसुट नदियो लुट्यो भयो त भन्नुलाई केही त छैन त्यही जुत्ता फोन छ तर मभन्दा महँगो त सबभन्दा महँगो फोन भन्नुहुन्छ भने चाहिँ कानमा लाउने एयरपोर्ट छ कतिको 16,000 को त आम्बो उसलाई लुट्दैन तिम्रो गान्डलाई लुट्छ ओ माई गॉड त्यस्तो नभन न ओ माई गॉड हियर यु सी ओ माई गॉड क्या दामी छ यार सही लाग्यो यार तर जे भन्नु पनि है साथी दामी छ है तर कस्तो म त्यो मामाहरू नभएको भए हामी त्यही बाटो जान्थ्यौँ अहिलेसम्म त हामी कहाँ भेटेको छ माथि चिन्डे डाँडा पिण्डी डाँडा के भन्छ सब पुगिसक्यौँ हामीहरू त तर त्यो मामाहरूले गर्दा हामी जान पाइन केही छ केही छैन आखिर यस्तो दामी एडभेन्चर त गर्न पायौँ ओ शिट ओके लेट्स गो टेन्सन नलिनुहोस् हामी यस्तो तपाईँले देखाइरहनेछु हामी अगाडि गएर देखाउँछु बिल्डान वेट गर्नु होला ओके गाइस हामी फाइनली बाहिर निक्लिसक्यौँ अब यहाँ हेर्न सक्नुहुन्छ उज्यालो वाउ यस्तो खुसी त के भन्नु कतिखेर बाहिर निक्लिन्छौँ भइरहेको थियो यहाँ ओ माई गॉड वाट वेदर हाम्रो साथी यहाँ वेट गर्दैछ धरानै त हो पानमारा सिधै जाउँ न धरान जानु के हो केटा पानमारा हो यो जाउँ न सिधै निक्लौँ न त पर्दैन सोध्नु म सोध्नु नि न जुत्ता हेर्न भिजेर जुत्ता भिजेर मेरो पुरै ब्याग उता भएको के छ दिदी धरान सिधै हो सिधै जाउँ ल ओके ल सिधै साथीभाइहरू धरानको यात्रा Oh my god, as you can see. So. Oh my god. हेर्नुहुन्छ डाँडा डाँडा त सबै देख्नुहुन्छ तपाईँलाई oh my god yes smell of you अब पक्रिनु देखाउनुहोस् कसरी पक्रिनुहुन्छ तपाईँले हामी त घरमा पनि बाटो पक्रिनु जाँदैछ oh my god साथीभाइहरू भन्नु पछाडि नै वेट के लेख्छ दोस्त स्कुल डाँडा ओ माई गॉड ला अब के गर्ने हो सिधै जानु पर्ने जस्तो छ सिधै जानु पर्ला जस्तो छ अब त्यो अप्सन पनि छैन अनि खोइ त्यो दुइटा हरायो त नि यार हो हाम्रो बाख्रा हो मेरो सक्नुहुन्छ पानमारा आइपुग्यौँ यो पानमारा त सिधै निक्लिहाल्छ हौ पानमारा गएको पनि कहिले काहीँ म पनि यसो कहिले काहीँ आएको थिएँ क्या त्यही भएर मलाई धेरै पनि थाहा छैन अलिअलि थाहै थाहा छ त्यही पनि जाँदैछु क्या भ्यू छ यो ठाउँहरू कस्तो शीतल है तर दामी छ वेदरहरू त वेदर पनि एकदम दामी सही वेदर छ ओ माई गॉड लेट्स सी कता जाने हो कुन बाटो बाटो त यो सिधा कता निस्किन्छ हजुर यो सिधा यहाँ बाटो बन्द छैन यो बाटो अगाडि बन्द छ र बन्द कति जानु पर्ने धरान यता उयो मासु बाटोबाट लानु यता माथिल्लो पट्टिदेखि जानुपर्ने के यस्तो माथिल्लो पट्टिदेखि जानुपर्ने दुईटा टुक हाम्रो केटाहरू आउँछ खोइ त यत्रो बेर लाग्छ लाउनु पनि खोइ त आइपुगेकै छैन अझै पनि हेरौँ त पेट्रोल कति सक्यो
के हेर्ने कति सक्यो अहिले त र म हजुरलाई अहिले देखाउने छु एकछिन वेट गर्नु होला हाम्रो तेल कति छ उहाँ साथीले चेक गर्दैछ तेल कति छ साथी हाम्रो मासु सेलाइसक्यो ए मासु त चिटिङमा छ तेल अलिकति अझै चाची पेट्रोल छ किन आउँदैछ हाम्रो केटाहरू पनि आए हेर्नुहोस् तोपमा आउँदैछ केटा हो ल निक्लिनु साथी अब बस्नु दे ल जाउँ गो अगेन हामी निक्लिन आफ्नो राइडमा तपाईहरु पनि आउनु होला यो बाटो बाटो दामी बाटो छ र अब कुन बाटो जाने होला हौ फेरि दुईटा बाटो छ त्यो भाडा सोधौँ पर्ने अङ्कललाई सोध्नु पर्ने यो बाटो धरान निश्चिन्त होइन धरान निश्चिन्त यो बाटो अरे ल ओके ल झर्नेको बाटो पाइयो रुक 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 ए रुक न होइन धरान निक्ल्नु हजुर धरान अह ल हिँड्नु यो बाटो मैले बुझेँ अब कहाँको बाटो ओके लेट्स गो हामी टाढा गर्दै निक्लिरहेको छौँ यहाँ हेर्दै हुन्छ खोइ एउटा साथी बोलाउनु भयो सायद म त लागेको हामी उहाँको साथी हो कि त्यही भएर बोलाउनु भयो होला यहाँ हेर्नुहोस् होला ओ माई गड के फेरि दिँदै मचाउने ओहो हाम्रो भाइहरू म त्यति एक्लै बोलिरहेको छु मान्छेहरू त मलाई पागलै भनिरहेको होला हौ ओ साथी बाटो मलाई पागल भन्छ हो म पागल हो पानीले भिजेर होला अलिक कारी आवाज बग्दैछ हाम्रो दामी छ ओ माई गॉड साथी म त्यसो खासै भ्लग बनाउन पनि आउँदैन कि मलाई त्यति मलाई फोन पनि समात्न आइरहेको छैन अलिक फोन हल्लिरहेको छ अनि माइन्ड नगर्नु होला हेरिदिनु होला लाइक सेयर सब्सक्राइब गर्दै के कसो छ भन्नु होला लेट्स गो खासमा भन्ने कुरा भन्ने चाहिँ साथी हो म यतातिर डेटिङ चाहिँ आउँछ क्या त्यही भएर मलाई बाटो अलिअलि थाहा छ त्यो साह्रो पनि थाहा भएन दुईटा बाटो रहेछ नि त साथी हो यता कि यता 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 धरान जाने बाटो यता लेखिरहेको छ बोर्डमा यता लेखिरहेको छ ओहो फाइनली हामी धरान पुग्ने भए बल्ल बल्ल कति तपस्या पछि लेट्स गो हामी हावामा उड्दै गइरहेको छु ओ माई गॉड बाटो हेर्न सक्नुहुन्छ धरान जाने बाटो yes how you ओ माई गॉड माथि हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखेको छ फेरि जङ्गल खसिरहेको साथी झरेको गाना सुन्नु पायो होला नि कुन गाना थियो कस्तो चिज थियो केहीले चार फिकी खै के थियो मलाई ध्यानै भएन तहारे तहार ओ रमाइलो भइरहेछ त नि केटा हो सुम यही हो सेउटी खोला हिजो अस्ति बाढी आएको कुन खोला साथी सेउटी खोला यही हो हिजो अस्ति यसमै बाढी आएको साथी आऊ साथी आऊ ओके लेट्स गो बोलेर हेर्नुहोस् घाम त लागिरहेछ कि त्यसो गर्मी पनि लिइरहेछ क्या तर कस्तो चिसो मौसम भइरहेछ यहाँ त ओहो धरान देखियो नि त नि फाइनली गाइस धरान देखियो ओ माई गॉड हाम्रो साथीहरू चाहिँ आउँछ यो ओ माई गॉड हामी फाइनली पुग्यो साथी एउटा माथि हेर्नु कि छ नि एउटा टावर जस्तो हो म डेटिङ त्यही आउँथेँ केटा हो केटा रिजो छ
त्यसलाई भन्छ ट्री हाउस म त्यो टिङ्दै आउँथेँ क्या प्रायः जस्तो अरू क्या जानै मन लाग्दैन थियो माथि देखि मलाई यहाँ आउँथे साथीहरू मेरो छोरा साथी धुलो के साह्रो धुलो म त अब के भन्नु लुगा त के भइसक्यो बर्बाद भइसक्यो झन् धुलोले भन्नुहुन्छ भने त मारो नि मारो यो धुलो हेर्नु त धुलोले त हात्ती खाइसक्यो सेतो भइसक्यो धुलोले सेतो कालो हरियो पिरो जे हुन्छ सब भइसक्यो हामीलाई त बट दामी छ साथी हो के छ तिमीहरूको खबर अम्बो हाम्रो घरको साथी गर्नु पुरै बोल्दै रहेछ नि त अनि यहाँ हेर्नु त लेट्स गो ओ माई गॉड हाम्रो साथी के गएको यो जान माथा हेर्नु लेट्स गो टेन्सन नलिनुहोस् म तपाईँलाई अगाडि गएर देखाउने छु फाइनली गाइस हामी भेलेटार चढ्न लाग्यौँ साथी हो माथि छ सिधै चढा कि बाटोबाट जा पहाड माथि चढ्ने हो त्यही भेटार माथि जाने टप धेरै टपमा लाने के को टपमा लाने कस्तो ओ ल तपाईँहरूलाई के सोध्नु भयो साथीको छ अगाडि क्यान सी मजा आइरहेछ माथि हेर्नु साथी हो उता त क्या दामी टावर त्यो टावर त अलिक माथि चढ्नु पर्छ होला हौ सायद हामीलाई त त्यो भेटारको त्यो अर्को ठुलो टावर छ नि नयाँ बनेको नदी के पुरानै भइसक्यो यो टावर यहाँदेखि त देखिँदैन होला हौ सायद एनिवेज केही छैन जे जस्तो छ रमाइलो भइरहेछ अगाडि पनि रमाइलो हुने रहेछ हेर्नेलाई बाटो हेर्नुहुन्छ भने चिल बाटो छ त दामी वेदर किन हो साथीहरू क्या दामी वेदर हुन्छ तर चिसो हावा आइरहेछ यहाँ त हाम्रो बिहानगरमा त भन्नुहुन्छ भने राम्रो यति साह्रो गर्मी त साथी हो तपाईँहरूले त्यो चाँद देखिरहेछ हेर्नु चाँद चाँद है त्यहाँ छ ऊ त्यहाँ हाम्रो साथीबाट साथी अगाडि पनि सक्यो भरि हाम्रो साथी अगाडि हामी अगाडि हाम्रो साथी पछाडि हामी पछाडि ऊ गइरहेछ हेर्नु होला इन्जोय गर्नु होला हिँड्दैन त हिँड्न टोपमा लग न पक्राइहाल्छु हिँड्न तिनीहरू जान सक्दैन यता माथि जाने हो नि कुन यहाँ सुत्दा हाउस पोइन्ट भन्छ फोन गर्दा यहाँ माथि जानु क्या अगाडि अगाडि रोक्न त जग्गा अगाडि रोक्नु त कि साथीहरू एकछिन रोक्नु होला त्यसमा त न हाम्रो अर्को साथीलाई फोन गर्नुपर्ने प्यारेन्ट्स छैन दुइटैमा छैन दुईटामा किनभने पनि प्यारेन्ट्स छैन हाम्रो हामी खास माथि जाने हो भेटेटार इन भन्छ वाहन थोडी भ्यान्छ भ्याइहाल्छ हिँड्न के हुँदैन जानु पोकेटमा गइआयो ए के हिँड्न हठात फोन नगर्नु पानीमा झर्न फोन नगर्नु हिँड्न तिनीहरू कहाँ अगाडि गइसकेको होला न मेरो साथीले भन्नु रहेछ मेरो साथीले भन्दैछ यहाँ माथि जाने अरे माथि तर हाम्रो दुईटा साथी अगाडि निक्लिसके हिँड्नु केही हुँदैन हेर्नु लाग्यो हाम्रो जुत्ता भिजेर त हाम्रो साथी चप्पलमा आइसक्यो जुत्ता भिजिसक्यो पुरै
हेलो मुनि आइज न कहाँ गइहाल्यो धेरै माथि त गइहाल्यो आइज आइज मुनि आइज आइज न यताबाट भ्यू पनि देखिन्छ साथीले भनेको छ मुनि जाने आइज न बाटोमा यता उनीहरूले भ्यू पनि जानु भनेर होला कहाँ भ्यू पोइन्ट हिँड्नु त भ्यू पोइन्ट जाउँ न त नि त्यहाँ बसेर खान्छ हेलो आइज न छिटो मुनि आइज छिटो गाडी गर्नु हुँदैन र त्यो यो हो यही हो यता यता माथि मान्छे चढ्न सकिन्छ आफ्नै धुनमा ट्रल दिएको माथि स्कुटीले थोरै तार्न सक्छ तर पक्रेर छिरा 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 रे पक्रि स्कुटीले तान्छ नि तार्ने ओइ नबसाइहाल्न स्कुटीले तान्दैन ए चाहन्छ होला तान्न सक्दैन क्या के गर्नु बस्नु रुख बस्नु चाहिँ स्कुटीले तान्न सक्दैन ल जाउँ साथी हो तान्छ होला सायद फेरि के हुन्छ लेट्स गो ओहो 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 एडभेन्चर भनेको त यो हो नि त हाम्रो खासमा एडभेन्चर हाम्रो साथीले भनेको थियो अरे त्यो तान्न सक्दैन भनेको थियो बिस्तारै बिस्तारै भए पनि तानिरहेछ यही छ केही छैन अगाडि पनि तानौला लेट्स गो यस सी 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 के भइरहेछ यहाँ त्यसो खासमा त केही न ओ माई गड हाम्रो एउटा ह्यान्ड भेटेको रहेछ कार्रा देखाइदियो नि त नि यसको हामी के गर्न आएको साथी यो कुन बाटो हो तार्न सक्छ धेरै वेलकम ट्री हाउस अरे देखाएर छ त नि यहाँ त ओ माई गड यो कुन ठाउँ आयौँ हामी साथीभाइ कुन ठाउँ आयौँ के थाहा छैन जाम न रे जहाँ जान्छ बाटोले त्यही जानु यार माथि गएको भए ठिक्क हुन्थ्यो हेर्नु हामी कुन बाटो आयौँ ओ माई गड मैले बहुत बल्ल बुझेँ साथी हो भ्लग गर्दाखेरि त हात त निकै दुख्दो रहेछ नि त नि ओ माई गड बाटो क्या दामी छ नि यहाँतिर त ओहो यो त झन् यति सानो थियो नि बाफ्रे स्कुटी अड्किन्छ बिस्तारै जल्दी जल्दी नि बिचदेखि निकाल चल यो बल्ल बल्ल बच्ची बाटो हेर्न सक्नुहुन्छ Let's go. Go. हजुर हुन्छ आइदिनुहोस् होला Let's go. Oh my god. साथी हो मेरो हात निकै दुखिसक्यो समात्दा भिडियो बनाउँदा Oh my god. केटा हो साथी तिमीलाई कस्तो भ्यू भइरहेछ Oh my god, let's see this. गर्दै खाल्टोमा झऱ्यो भने त होइन दोस्तो सुन भन्नु खाल्टोमा त हामीलाई पनि झर्नु मन छैन कि भरे फेरि खाल्टोमा झऱ्यो भने त गयो फेरि घरमा नभनी आएको छ कसैले कसले घरमा सबैले के भनेको भनेपछि यहाँ उति चोक पुगेर आइहाल्छौँ अरे भरे चोक त यही निकै टाढा रहेछ नि त हाम्रो चोक त यति खासमा निक्लेको चोकदेखि त भेलेटार धरान पो आइपुगिन्छ त्यो
Oh my god! Shit. तान्नै सक्यो नि त अरे यार बाटो कि बाबा सिरो अहिले त तान्नै सक्यो नि त ल मैले अब चाँदै गर्छु ल माथि आएर म यति भारी छु पुगे तान्न सकेन साथी मलाई नछोड प्लिज ओ माई गॉड लेट्स सी बस्नु आयो ल यहाँ हेर्नुहोस् होला यहाँदेखि झऱ्यो भने हाम्रो हाल के हुन्छ होला तपाईँ बुझ्न सक्नुहुन्छ ओ माई गॉड यहाँबाट झरेर यी साइडमा नलगाउने साइडमा नलगा छेउछाउदेखि यहाँ हाम्रो मान्छेलाई तान्दै छैन थुप्रोले बाफ्रे त्यहाँदेखि त जाँदैन उहाँलाई चाहिँ अङ्कललाई चाहिँ यतादेखि जानु पनि गाह्रो हुन्छ त कि आउनु सजिलो हुन्छ नि त हाल्नु थियो ओ माई गॉड लेट्स गो गो साथी गो साथी हाम्रो साथीले भन खासमा के हो डेटिङ सेटिङ चल्छ क्या हो खै घरिघरि त्यस्तै लाग्छ खै के थाहा चल्ला पनि के थाहा यो डेटिङ स्पोर्ट पनि होला हामीलाई त्यति थाहा छैन हामी विराटनगरको बासी केही छैन ठिकै छ चाचोमा हुन्छ हामी देखाउने सबैलाई यहाँ आएर मजा आयो साथी हो एकदम मजा आइरहेछ पहिला त यति बाटो पनि थियो हिँड्दै जानु पर्यो Oh my god, what is this? Oh shit. No, I think हाम्रो कुदाउने साथीलाई चाहिँ के भइरहेको होला यहाँदेखि खिच्छौ नि तिमी खिच्छौ नि बाइक हाम्रो साथी एकदम ठिक छ बाइक ठिक छ अवस्था चाहिँ ठिक छैन उर्ला साथी लुक उकालो मलाई ओर्नै ओर्लिनै पर्यो ल म हिँड्दै निक्लिन्छु ल तिमी निक्ल मेरो जुत्ताभरि पानी भरिसक्यो मेरो सास फुलिसक्यो स्या भइसक्यो म त साथी रुक्न म त मरे नि हौ हाम्रो अर्को दुईजना साथी कहाँ पुगिसकेको नि सबभन्दा माथि पुगिसक्नु त पेट्रोल त होइन नि हो यहाँ चोको पानी हो त्यो पानी हो सुनावे हात राखी ल उकालोमा बसेछु के भन्नु हामीलाई यसरी चलाउनु परिरहेछ नि यस्तो चुवा केटीहरूमा आफै जस्तो के बोले भाइ अब के बोले के जथाभावी बोले हाम्रो दुईजना साथी त हरायो त नि यार कति माथि गएर म देखाउँछु है हजुरहरूलाई है धेरै गाह्रो भइसक्यो बाई हेलो गाइज हामी फाइनली पुग्यौँ आफ्नो गन्तव्यमा हो कि होइन केटा हो नि हो कि होइन एकदम बल्ल बल्ल यति माथिदेखि हेर्नु त उहाँदेखि दाम कहाँदेखि हामीहरू बल्ल बल्ल एकछिन ल बन्द हुन्छ यहाँ हेर्नु होला दामी छ सेक्सी वाउ साथी हो एकैछिन रुक्नु होला मेरो फोन आइरहेछ म देखाउँछु तपाईँलाई फेरि ओके सरी साथी हो मेरो अलिक फोन आएको थियो घरदेखि भन्यो भने त कतिखेर आउने बाबु मैले भने एकछिन चाहिँ आइपुग्छु मम्मी भनेको छु अनि मैले हेर्नु क्या सोही छ यार यो अब हाम्रो यहाँदेखि जाँदा रात पर्छ होला जस्तो छ हेर्नु हाम्रो साथीहरू उहाँ छन् अर्को साथी कहाँ गयो नगयो यार हेर्न सक्नुहुन्छ के गर्दैछौ साथी तिमीहरू मेरो अनुहार त कस्तो देखेको होला है
हाम्रो साथीहरू ओ माई गॉड मासु खै मासु हेरौँ ओ माई गॉड मासु भनेपछि त भात छ मैले त्यति भातले के हुन्छ एउटा डिब्बाको भातले कहाँ गयो रे ट्रफी हाम्रो यहाँ एकछिन त्यो माथि गएको छ ओ माई गॉड माथि जाउँ ल हामीहरू माथि लागेको ल हाम्रो ब्लग हेरिदिनु ल के कसो छ लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु ल है त हो कि होइन हो ल ठिक छ हाम्रो ब्लग यही समाप्त हुन जाँदैछ बाई बाई गुड बाई लभ यु टेक केयर सबैलाई त्यहाँ अझै बाँकी छ के ब्लग यहाँ साथी हो उहाँले ब्लग अझै भनिदिन्छ अलरेडी हाम्रो ब्लग त आधी घन्टाको हुन लागिसक्यो अघिदेखि ब्लग गर्दा ल ठिकै छ केही छैन सुन्नु होला साथी हो इन्ड नहुनु हामी अझै अगाडि देखाउँछौँ हामीहरूलाई ल जाउँ साथी हो उता जाने होइन त यता जाने हो अनि हाम्रो अर्को साथीले खोज्नु पर्यो नि त नि फोन गर न ब्यालेन्स छैन नि त मेरोमा हात दुखिसक्यो ओ माई गड हात दुखिसक्यो साथीले यहाँ फोन लाउँदैछ साथी फोन लाऊ यो हेर्नु त हाम्रो केटाहरूको सबको हालत पतला भइसक्यो यो दोकान खोल्ने त्यो कति चाहिन्छ एकछिन बस्नु पर्ला जस्तो छ यहाँ साथी हो अनि हामीलाई त भोक लागेर टन सोल्छ नि टन भोक लागेर कतिखेर खानु भइसक्यो घरको साथी कहाँ हरायो यहाँसम्म पानी कस्तो हुँयो होला यहाँ हेर्नु नै वाह त पहाडमा पानी चल्छ नि आइस लिएर हाम्रो साथी कहाँदेखि आउँछ माथि पहाडदेखि आउँछ बिचरा सुसु लगाएको छ अरे सुसु गर्न आएको छ अरे हो कि होइन साथी हो सुसु गर्न सुसु साथी तिमीले सुसु गर्यौ भेटौ दोकान हेर हाम्रो साथी हेर्नु यो साथीलाई हाम्रो साथीलाई दोकान भेटिएन लेट्स गो कहाँ खोला खाने कि यार ए म त भन्छु यही खाइदिउँ हौ होइन नुहाउने अलरेडी हामी नुहाइसकेको छौँ माथि अहिले चढाउने एउटा गाउँ घट्छ कालोमा कसरी आउँदै ओ माई गड माई सुज साथी हो म त पुरै गलिसकेँ केही छैन हाम्रो अर्को साथी पनि भ्लग बनाएर छन् ठिक छ केही छैन सब्सक्राइब माथि उहाँको च्यानल पनि छ उहाँको च्यानल पनि सब्सक्राइब गर्नु होला बस हाम्रो फाटिसक्यो अरे यार माथि यार बर गलियो त नि कतिखेर निक्ले यहाँदेखि कुनै हामी माथि पुगेर देखेको छु माइन्ड नगर्नु होला है ल साह्रै घलेको छ माथि पुगेर के खाना ल्याएको छौँ सबै देखाउँछौँ हामी तपाईँलाई है बाई अब हामी फाइनली बल्ल पुग्यौँ आफ्नो गन्तव्यमा अब हाम्रो दही चुरा दही चुराको खानु के खाने केटा हो मासु चिउरा यार मेरो फोन चाहिँ राम्रो दिँदैन कालो भयो मासु चुरा 1.5 लिटर कोक होइन ठिक छ खाएर खानासँग खाएर देखाउनेछु तब समय हेरिराख्नु होला एकछिन हामी यहाँ अडियाइदिनेछु फोन ओके स्प्राइट कोक जे बहिनी हुन्छ जे बहिनी एउटा जे बहिनी हुन्छ एउटा नेट दिनु न हेलो जोड्न खाने है छिटो गर जल्द 4वटा चुरो ल्याउनु सात यही बुझिहाल्नु रे अरे सात यही बुझिहाल्नु दोस वाचस नाडा फोन नला एकछिन बाबाको त्यो पुरा वाइन दिन खाएन दुईटा एकछिन प्रिन्ट ल्याएर कति बोल्दा मेरो छ होला बच्चो तपाईँ छ कि छैन घर हो
ए छिटो खानु न छिटो खानु पर्ने हात लिएर खान्छ के त चम्ची दिन्छ त्यही लियो नि त निकाल्नु छिटो भात भाइ भुजाहरू पनि पाइन्छ यहाँ पाइन्छ भुजामा त ए के पूजा भुजा पाइन्छ ए भुजा के चटपटे ल्याल चटपटे के खान्छ मगान छिटो चटपटे होइन कति पर्छ छँदैछ त ए भुजा के त्योसँग खानुहोस् चटपटेमा मिक्स गरिदिने चटपटे चटपटे एउटा एक समोसा गर्न खान्छ के हो त्यहाँ छ नि एक प्लेट कसरी कसरी खाने भलाक भएर के भलाक भएर कसरी ब्लग निकाल ब्लगको माके कता ब्लगलाई निकाल आज मेरो याद कहिले दिने ए भनौ जे ल्याएको खाना भन्छ यहाँ अघि अङ्कल ल्याउनु के गरी खानु भात चम्ची हाल्नु पर्दैन नि प्लास्टिक उयो टच गर्दा तातो छ अहिले इन्जिनमै तातो भइहाल्यो खै लाइटर ल्याटर छ थाहा छ भने के माग्नु प्लेट भाइ लाइटर छ अभिषेक छोडिदियो प्लेट छ भने माग्नुहरू नेट दियो त चलाउँदै चढ्दै छैन नेट भने साँच्ची हो कसैले नेट भन्छ 7 बजेकै छैन अहिले 6:55 मादर चोद घरमा काट चोप म घरमा फोन गर्छु 10 छुट्यो चुप लान रे कोक सुप पिउ साथी हो ल ठिक छ हामी माछा खाएर तपाईँ सब देखाउँछु भाइ अहिले म देखाउँ तपाईँहरूलाई ल साथी भाइ हो हामी अब खानासाना खाइयो यहाँ ल खाइयो अब यहाँ बेसी हामी निक्लेको घर गएको अन्ध्यारो भइसक्यो यहाँ हेर्नु राति भइसक्यो अनि ल बाई बाई गाइज ब्लग हेर्नु चाहिँ कस्तो छ लाइक सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई गुड बाई भेट नेक्स्ट ब्लगमा टिल देन बाई गुड बाई